बच्चा होस् या ठुलो मान्छे होस् बिहानको ब्रेकफास्ट चाहिँ कहिले पनि स्किप गर्नु हुँदैन। ब्रेकफास्ट गर्यो भने चाहिँ दिनभरि एक्टिभ रहन चाहिँ एकदमै हेल्प गर्छ। त्यो पनि बच्चालाई त झन् छुटाउनै हुँदैन। मैले चाहिँ आज बिहान साग, टुना फिस र अन्डाको अमलेट बनाएर दिएको थिएँ। उसले चाहिँ मजाले मिठो मानेर खाइदिए। बिहानको ब्रेकफास्टमा चाहिँ सधैँ के दिने होला भनेर टेन्सन हुन्छ कि। अनि हिजो एउटा भिडियो देखेको थिएँ एउटा चिजको, सो उहाँकै कपी गरेर बनाएको, बच्चाले पनि मजाले नै खाइदियो। उसमा चाहिँ एउटा साग लिएको थिएँ, माथिको पात मात्रै लिएर अनि ओभनमा हालिदिएँ 1 मिनट जति। अनि त्यसमाथि नै एउटा अन्डा र अनि यो टुना फिस। यो टुना फिसमा चाहिँ नुन पनि हुँदैन, तेल पनि हुँदैन। सो मैले छोरीलाई चाहिँ थोरै नुन दिन थालिसकेको भएर माथि एउटा हिमालयन साल्ट हालिएँ। अनि यो तीनटालाई चाहिँ मजाले मिक्स गरिदिएँ। यदि तपाईँको बच्चा चाहिँ 1 वर्षभन्दा मुनि छ भने चाहिँ नुन नहालिकन अनि यसलाई फ्राई गरेर दिन सक्नुहुन्छ। प्यान तताएर थोरै घिउ हालेर अनि यसलाई चाहिँ बनाएँ मैले। 2 साइडै मजाले पकाएँ जस्तो यो पनि रेडी हुन्छ। यदि बच्चाले केही पनि खाइदिएन भने चाहिँ बिहानको ब्रेकफास्टमा एउटा फलफुल भए पनि दिनु होला। ब्रेकफास्ट स्किप गर्नु भनेको दिनभरिको एक्टिभनेस चाहिँ स्किप गर्नु हो। यसरी जागर लगाएर नयाँ थरी बनाएर दियो भने चाहिँ बच्चाले पनि खाइदिँदो रहेछन्। मैले चाहिँ छोरीलाई 7 महिनादेखि आफै खान दिएको, अहिले चम्चा समाएर पनि खान सक्ने भइसकी। उसले चाहिँ सबै फिनिस पनि गरी मिठो पनि भएको थियो। सो ट्राई गर्नु होला।